भन्दा क्याल्कुलेट द एमाउन्ट अफ फाइनेन्सिङ एक्टिभिटीज भनेको छ क्याश फ्लोको फर्मेट बनाउने ल माथि लेख्ने क्याश फ्लो स्टेटमेन्ट पार्टिकुलर्स एमाउन्ट यसरी लेख्नु है अनि त्यसपछि माथि लेख्नुस् नेट क्याश फ्लो फ्रम फाइनेन्सिङ एक्टिभिटीज यो चाहिँ हामीलाई क्याश फ्लोबाट सोधेको क्याश फ्लोमा चाहिँ इन्डाइरेक्ट मेथड सोध्न सक्छ र कहिलेकाहीँ अपरेटिङ एक्टिभिटीज सोध्न सक्छ कहिले इन्भेस्टिङ सोध्न सक्छ कहिलेकाहीँ फाइनेन्सिङ सोध्न सक्छ र कहिलेकाहीँ चाहिँ हामीलाई अपरेटिङ एक्टिभिटीज भित्रको हेडिङहरू चाहिँ क्याश कलेक्सन फ्रम कस्टमर्स एन्ड डेब्टर्स पनि सोध्न सक्छ कहिलेकाहीँ क्याश पे टु इम्प्लोइज एन्ड अदर एक्सपेन्सेस भनेर सोध्न सक्छु जे पनि सोध्न सक्छ यो एक नम्बरमा अहिले चाहिँ हामीलाई के सोधेको छ भन्दा क्याल्कुलेट एमाउन्ट अफ द फाइनेन्सिङ एक्टिभिटीज भनेर सोधेको छ अब यस्तो आयो भने हामीले कसरी गर्ने हेरौँ यहाँ 2015 को दिएछ र 2016 को दिएछ अब हामीले कम्प्यारिजन गर्ने फाइनेन्सिङ एक्टिभिटीजमा के हुन्छ भन्दा पहिलो वर्षको एमाउन्ट भन्दा दोस्रो वर्षको एमाउन्ट बढ्यो भने इस्यु हुन्छ हो र डिबेन्चर घट्यो भने के हुन्छ भन्दा रिडिम्सन हुन्छ लोन घट्यो भने रिपेमेन्ट हुन्छ र डिभिडेन्ड पेड अलवेज के हुन्छ माइनसमा हुन्छ ल अब लेखौँ शेयर क्यापिटल पहिलो वर्ष 2 लाख दोस्रो वर्ष कति छ भन्दा 4 लाख छ बढेको छ भने के लेख्ने पहिलो वर्षको तुलनामा बढेको छ भने लेख्ने इस्यु अफ शेयर क्यापिटल कतिले बढेको छ भन्दा 2 वर्षको एमाउन्टलाई क्याल्कुलेसन गर्ने डिफरेन्स राख्ने 4 लाख वा 2 लाख घटाउनु कति भयो 2 लाख अब अर्को हेरौँ डिबेन्चर पहिलो वर्ष 1 लाख छ र दोस्रो वर्ष कति छ 50,000 छ बढेको छ घटेको छ भन्दा घटेको छ भने लेखौँ रिडिम्सन अफ डिबेन्चर घटेको छ भने के हुन्छ भन्दा माइनस हुन्छ ध्यानमा है ल डिभिडेन्ड पेड अलवेज माइनसमा हुन्छ एक लाख यो 70 भयो 2 लाखबाट 70,000 घटाउनु गयो भन्दा 1,30,000 टोटल भनेर लेख्ने सक्छ